आज हामी कुरा गर्नेछौँ घर किन्दाखेरि गरिने मिस्टेकको बारेमा। म त्यसको लागि चाहिँ तपाईलाई अफसेट अकाउन्टको इक्जाम्पल लिनेछु र यसमा चाहिँ धेरैजना मान्छेले चाहिँ 15 देखि 20,000 वर्षको चाहिँ इन्ट्रेस्टमा लस गरेको देखिरहेको हुन्छु। मैले यस्तो मिस्टेक नगर्नुहोस् भन्नको लागि चाहिँ मैले तपाईलाई यो भिडियो लिएर आएको छु। इक्जाम्पलको लागि लिउँ, आज हामी यो घर किन्न गइरहेका छौँ। यो घरको मूल्य छ 7,50,750। यसमा तपाईँले 20% डिपोजिट गरेर चाहिँ घर किन्दै हुनुहुन्छ। तपाईँले ब्याङ्कबाट कतिको लोन लिनु पर्यो? 6 लाखको लोन लिनु पर्यो। 1 2 3 4 5 6 तपाईँले ब्याङ्कले तपाईँलाई अप्रुभल दियो, कङ्ग्रेचुलेसन्स, तपाईँको लोन भयो। र तपाईँको चाहिँ अर्को घर किनिसकेपछि पनि तपाईँले खर्च गरेर तपाईँसँग $2 लाख चाहिँ तपाईँको सेभिङ्समा छ। तपाईँले धेरै राम्रो सेभिङ्स गर्नुभएको छ, तपाईँले एकदम मेहनत गर्नुभएको छ, तपाईँहरू एज अ कपल तपाईँले धेरै राम्रो गर्नुभएको छ। यहाँसम्म एभ्रिथिङ इज फाइन, एभ्रिथिङ लुक्स गुड, कङ्ग्रेचुलेसन्स तपाईँलाई। तपाईँले पहिलो घर किन्नुभएको छ। केही समय पछाडि तपाईँलाई दोस्रो घर किन्न मन लाग्यो किनकि तपाईँसँग सेभिङ्स पनि छ। तपाईँले सल्लाह गर्नुभयो, जानुभयो, यो घर किन्ने कुरा भयो। अब यहाँसम्म चाहिँ के छ त भन्दाखेरि तपाईँले चाहिँ के बुझ्नु पऱ्यो त भन्दा यो घर फाइनल नहुने बेलासम्म चाहिँ तपाईँले चाहिँ यो घरमा इन्ट्रेस्ट कतिको तिर्नुभएको छ त? तपाईँले चाहिँ 1 2 3 4 लाखको तपाईँले इन्ट्रेस्ट तिर्नुभएको छ। 400,000को ब्याज तिर्नुभएको छ। यो 200,000को ब्याज तिर्नुभएको छैन किनकि तपाईँको अफसेटमा चाहिँ $200,000 छ भनेपछि यो 200 सेभिङ्सले चाहिँ यो 200 लोनलाई चाहिँ अफसेट गरेको छ यसको इन्ट्रेस्टलाई। यो तपाईँहरू धेरैजनालाई थाहा छ। थाहा छैन भने चाहिँ अफसेट अकाउन्ट भनेकै यही हो। तपाईँको जति पनि तपाईँको एक्जिस्टिङ लोन, तपाईँ सेभिङ्समा जति पनि पैसा छ त्यति पैसाले तपाईँको लोनमा भएको इन्ट्रेस्टलाई चाहिँ अफसेट गर्छ। सकियो। यहाँसम्म चाहिँ एकदम ठिक छ। तर अब हामीले चाहिँ मिस्टेक कहाँ गर्छौँ त भन्दाखेरि चाहिँ जब यो प्रपर्टी किन्न जान्छौँ, यो प्रपर्टी किन्न जाने बेलामा चाहिँ हामीले यो पैसा लिएर गएर यो प्रपर्टी किन्छौँ। यो मिस्टेक हो। तर हामीले त्यो रियलाइज गर्दैनौँ। यो प्रपर्टी किन्यौँ, ह्याप्पी, तपाईँसँग 2टा प्रपर्टी छ, कङ्ग्रेचुलेसन्स। तर मिस्टेक कहाँ के हुन्छ त भन्दा जब तपाईँले यो प्रपर्टी तपाईँले चाहिँ 2 लाख आफ्नो सेभिङ्सको पैसा युज गरेर किन्नुहुन्छ, त्यतिखेर चाहिँ तपाईँले फेरि ब्याक टु यो घरको इन्ट्रेस्ट चाहिँ कतिको तिर्न थाल्नुहुन्छ त? इक्जाम्पललाई लिउँ, तपाईँको अलिअलि घट्छ होला, तर इक्जाम्पललाई तपाईँले फेरि ब्याक टु 6 लाखको ब्याज तिर्न थाल्नुहुन्छ भनेपछि तपाईँ 6 लाखको फेरि ब्याज तिर्न थाल्नुभयो, जुनमा तपाईँले चाहिँ ट्याक्स क्लेम गर्नु मिल्दैन, खर्च देखाउनु मिल्दैन, आफू बस्नुहुन्छ यो घरमा। तर यो घरमा के भयो त भन्दा तपाईँले चाहिँ फुलमा तपाईँले एक्सपेन्सेस देखाउन मिल्ने सिचुएसन हामीले क्रिएट गर्न सक्थ्यौँ। तर तपाईँले के गर्नुभयो त भन्दाखेरि जतिको लोन लिनु पर्यो त्यसमा $2 लाख या $1.5 लाख कम स्ट्याम्प ड्युटीको खर्च छोडेर $1.5 लाख तपाईँले चाहिँ कम इन्ट्रेस्ट या खर्च क्लेम गर्ने हिसाबले तपाईँले लोन यहाँ लिनुभयो भनेपछि तपाईँले चाहिँ यहाँ 6 लाखको इन्ट्रेस्ट क्लेम गर्न मिल्थ्यो होला तपाईँले भने तपाईँले अब 4.5 लाख मात्रै क्लेम गर्न मिल्ने हिसाबले तपाईँले यहाँ लिनुभयो भने चाहिँ खर्च जहाँ हामीले क्लेम गर्न मिल्छ या चाहिँ एक्सपेन्सेस देखाउन मिल्छ त्यहाँ चाहिँ हामीले चाहिँ कम लोन लिएका छौँ, र जहाँ चाहिँ हामीले चाहिँ खर्च देखाउन मिल्दैन त्यहाँ चाहिँ हामीले चाहिँ बढीको ब्याज तिरिरहेका छौँ। मतलब 5%को हिसाबले नै हामीले हिसाब गऱ्यौँ भने पनि तपाईँले $10,000 चाहिँ यहाँ चाहिँ अब बढी ब्याज तिर्न थाल्नुभयो इक्जाम्पलको लागि। र एट द सेम टाइम तपाईँले यसमा तपाईँले क्लेम गर्न पाउनुहुन्न, तर यतातिर गएर क्लेम गर्न तपाईँले पाउनुहुन्थ्यो, तर तपाईँले नपाउने आफूले बनाउनु भयो किनकि तपाईँले सेभिङ्सको पैसा लगाएर यहाँ राख्नुभयो। तपाईँ कन्फ्युज हुनुभएको छैन? हामीलाई इनबक्स गर्नुहोस्, यस्तो खालको मिस्टेक नगर्नुहोस् र तपाईँले चाहिँ यसलाई प्रपरली स्ट्रक्चर गर्दै लिएर जानुभयो भने तपाईँलाई अनगोइङ रूपमा चाहिँ 0.2-0.1% इन्ट्रेस्ट रेट मात्रै चेस गर्नुभन्दा पनि तपाईँले चाहिँ इक्जाम्पललाई 6 लाखको लोनमा तपाईँले 0.2 इन्ट्रेस्ट रेट या 0.1 इन्ट्रेस्ट रेट तपाईँले बचाउने भनेको तपाईँले $600 देखि $1,200 वर्षको बचाउनुहुन्छ भने तपाईँले यो स्ट्रक्चरलाई मात्रै प्रपरली सेटअप गर्नुभयो भने तपाईँले एटलिस्ट $12,000 देखि $15,000 वर्षको तपाईँको मिनिमम सेभ हुन्छ। आफै विचार गर्नुहोस्। केही प्रश्न छ भने हामीलाई इनबक्स गर्नुहोस् र हाम्रो वेबसाइटमा गएर पनि अपोइन्टमेन्ट बुक गर्न सक्नुहुन्छ भन्दै म किशोर बिदा माग्न चाहन्छु। तपाईँहरू सबैको दिन शुभ रहोस्। नमस्ते।